ओके पिपुल इट्स डे कति पुग्यो यार डे हाम्रो आज मङ्गलबार सन्डे 8 9 10 पुगिसक्यो डे आज हाम्रो इट्स डे 10 माई गड हामी चाहिँ पटाइमा छौँ पटाइमा हामी सेकेन्ड डे हिजो आयो बिचतिर घुम्यो त्यही नाइट लाइफ यता हेऱ्यो त्यति मात्रै गरी खास केही गरेँ होइन आज उठ्दा ढिलो भइसक्यो 12 भइसक्यो राति 3 बजी सुतेको अब के छ भने हामी चाहिँ यहाँदेखि एउटा फेरि लिएर अगाडि आइल्यान्ड जाँदैछौँ कोरल आइल्यान्ड जाँदैछौँ अनि फर्केर चाहिँ माथि पटाइ भ्यू पोइन्ट जान्छौँ त्यसपछि साँझमा के हुन्छ हेरौँ अनि रुम चाहिँ हामी होटल चाहिँ त्यहीँ तर रुम चाहिँ चेन्ज गऱ्यौँ हामीले अब ओके नै छ सबै सामान अहिले यहाँ मिलाउनु पर्ने छ असरष्ट छ लेट्स गो ओके पिपुल अहिले चाहिँ हामी बिहानको 1 बज्न आँटिसक्यो दिउँसोको भनौँ न अनि हामी चाहिँ यहीँ होटलको साइडबाटै यहाँ इन्डियन बुफे डिनर लन्च चाहिँ रहेछ हामी त्यही खान आँटेका छौँ त्यसरीमा 200 बाट अनि अनलिमिटेड ओके पिपुल इट्स 1:30 भइसक्यो है अनि हामी चाहिँ यहाँदेखि कोरल आइल्यान्ड जाँदैछौँ अब मल्टिपल अप्सन छ 300 बाट 150 बाट छ अनि हामी सबसे सस्तोवाला 1 घन्टा टाइम लाग्ने फेरीमा जाँदैछौँ 40 बाट पर पर्सन अनि घाम चाहिँ लास्ट तर गर्मी ह्युमिड सबै कुरा छ अब हामी चाहिँ किन यसमा सानो यसमा गइरहेको छौँ भने चाहिँ हामी चाहिँ टाइम धेरै छ त्यही भएर न त स्पिड उडा गरेर गर्नुपर्छ पनि सकिन्थ्यो अनि चिलमै जाने भन्ने सोचियो त्यही भएर हिजो राति आएको ठाउँ नि यही हो यो त हाम्रो पट्टाया सिटी लेखिरहेको छ पुरै होइन अब आज फर्केपछि हामी त्यहाँको भ्यू पोइन्टमा जान्छौँ अनि लुक एट दिस ब्याकग्राउन्डमा त्यो चाहिँ राम्रो देखिरहेको छ This is the one, guys. Okay. Yes, हामी चाहिँ माथिल्लो फ्लोरमा जाँदैछौँ टपमा हामी मात्र छौँ क्या यसमा त कोही देखिँदैन तपाईँहरू त हाम्रो पटाया देखिरहेछ पिपुल हामी चाहिँ अहिले फेरीमा बसेका छौँ चलिसकेका छ अहिले अब भर्खर त भर्खर खाना खाएर नि होला अथवा डे 10 भएर नि होला केही गर्न जग्गा नै छैन कोठै पनि जग्गा लगाइराखेको यत्तिकै बसेँ चिलमा रिल्याक्सिङ मोडमा गइसक्यो चिलमा चाहिँ एक्साइटेडवाला मोडमा थियो होइन यो त जब एकदम यो गरौँ त गरौँ भन्ने अहिले चाहिँ चिल जहाँ गइरहेको छ चिलमा बस्नु सिरी हावा चाहिँ के भन्छ फिल गर्ने तर लास्टै ह्युमिड छ यहाँ गरी हेर्नुपर्छ क्या हामी चाहिँ ढिलो आयो है अब 2 बजी यहाँ चाहिँ हामीले स्कुटी रेन्ट गरेको छौँ फुल डेको नै 150 बाटो भयो अब 2 घन्टा छ हामीसँग 2 घन्टा घुम्ने अनि फर्किने प्लान छ हाम्रो खुदा find my way between the night and the break of day, learning to sail on these waves, finding the strength, the courage to brave. In the calm I see the light, a promise of a peaceful night, embracing all both high and low. In
पार्किङ गर्नुपर्ने होला कतै राइट लाग्यो राइट लाग्यो जाने भए जाऊ हे माया बँधेर नसताऊ ओ तिमी हामी गोर्लाल्यान्डै फर्किनेछौँ साँझको एकै 6 बजे होइन 6 बजे लगभग लास्ट बोट नै फेरि नै यही हो भनौँ न। त्यसपछि अब घाँस खानु प्लान भनेको भ्यू पोइन्टमा जान्छौँ नजिकै छ फायरदेखि चाहिँ अनि भोलि चाहिँ हामी ब्याङ्कक फर्किँदैछौँ। ओके अहिले चाहिँ साँझको 7-8 बजी बज्यो होइन। हामी चाहिँ अहिले पटाया सिटीको भ्यू पोइन्टमा आएका छौँ। अलिकति माथि छ अनि यहाँ हिँड्न चाहिँ लगभग कति 15-20 मिनट हिँड्यो होला। यहाँ चाहिँ अलिकति हाइट धेरै हाइट पनि छैन अनि यहाँनिर पटाया सिटीको बिच सिटी पुरै मजाले देखिरहेको छ। दिउँसो झन् राम्रो देखिन्छ होला, राति पनि अर्कै खालको भ्यू छ। यु क्यान कम हियर। हेलो एभ्रिवान, इट्स डे 11 इन पटाया, डे 11 इन थाइल्यान्ड, राइट नाउ इन पटाया। अब हामी आज पटायादेखि ब्याङ्कक फिर्ता हुन्छौँ। भोलि हाम्रो फ्लाइट छ। अब फिर्ता हुनु अगाडि चाहिँ हामी के ठाउँ घुम्छौँ, त्यसपछि बल्ल जान्छौँ। अलरेडी ब्याग चाहिँ अहिले चाहिँ हामी फेरि यो इन्डियन रेस्टुरेन्टमा आएका छौँ। यहाँ अब डिनर लन्च र अरू अप्सन पनि छ। त्यसपछि हामी के खान्छौँ। अब ट्रिपको लास्टतिर आउनु लागिसक्यो, एकदम अल्छी बेसी जस्तो फिल भइरहेको छ। 12 बजिसक्यो है, केही ठाउँ घुमेर ओके। अब चाहिँ हामी यत्रो 10-12 दिन आज डे 11 भइसक्यो, भोलि डे 12 अनि यत्रो दिन बस्यो। एउटा पनि मन्दिर घुमेको छैन। किनकि मन्दिर त उस्थित हो, नेपालमा लुम्बिनी पनि हेरेकै हो भनेर चाहिँ खासै इन्ट्रेस्ट नदेखाएको हामीले। एज अ लास्ट एउटा मन्दिर चाहिँ हेर्ने छिर्ने भनेर चाहिँ हामी जाँदैछौँ। यहाँ चाहिँ मोटो बुद्ध रहेछ नि। यो भर के बुद्ध हुन्, छाता ओढेर समातिरहेछन्, यता सुतिरहेछन्, यता के भन्छ ध्यान गर्दा गर्दा के भएछन्। यता पनि 3-4वटा बुद्ध छन्। यता चाहिँ दामी भ्यू देखिरहेछ। हाम्रो केसीज्यू चाहिँ अगाडि पुगेर फोटो खिच्न गइसक्नु भएको छ। यो चाहिँ हामी अब पटाया साइड चाहिँ पल्लो हो। यो चाहिँ हाम्रो जमतेन बिच साइड हो। जमतेन बिच चाहिँ हामी गएको छैनौँ। अलिकति पिसफुल छ भन्ने सुनेको, तर त्यहाँ पनि टाइम पुगेर भ्याइ जाने होइन पनि नजाने। सो दिस इज यतातिर जमतेन बिच चाहिँ नाइस भ्यू पोइन्ट। A promise of a peaceful night, embracing all both high and low. In the journey I learn and grow. Riding the tides of the mind, from the peaks to the depths I find. Oh, a journey through light and through dark, each beat. ओके पिपल, अहिले चाहिँ डे टाइम दिउँसोतिर होइन हामी चाहिँ पटाया भ्यू पोइन्टमा आएको छौँ। यहाँदेखि दामी भ्यू आउँछ। इभिनिङमा आएर टक्क नाइट भ्यू हेरेर फर्किँदा चाहिँ हुन्छ। छोडेर जाँदैछौँ ब्याङ्कक भाया बस। अहिले चाहिँ बस पाउने ठाउँ भनेको चाहिँ नर्थ पटाया बस टर्मिनल हो। त्यहीँ जाँदैछौँ जहाँबाट हामी आएका थियौँ सुरुमा। यहीँ पटायामा चाहिँ यस्तोमा चाहिँ चढेको देख्न पाइन्छ मजाले। पछाडिपट्टि हुन्छ नेपालमा सामान बोक्ने गाडी जस्तै। ओके पिपल, अनुहार चाहिँ ध्वस्त भएछ गर्मीले गर्दा। घामसामले पनि कालो भएछ। हामी चाहिँ नर्थ पटाया बस टर्मिनलमा आएका छौँ। अनि एउटा चाहिँ एकमाई र मोर्चित भन्ने दुईवटा स्टेसन आउँछ। हामी जाने
दुईमा गयो नि हुन्छ, तर मस्जिदको चाहिँ 5 बजेको भएर चाहिँ हामी त्यसमा जाँदैछौँ। अलि चाँडो पुगिन्छ, प्लस अनि उताबाट त्यहाँ आउँदै खाउसन रोड जान्छौँ आजलाई हामी। सो टिकट लियो 140 बाट पर पर्सन। ओके पिपल, अहिले चाहिँ हामी होटलदेखि चेकआउट गरेर चाहिँ अब एयरपोर्ट जाँदैछौँ। डोनसिङ एयरपोर्ट। बिहानको 8:30 भएको छ। 11:45 को फ्लाइट छ। ओके पिपल, हामी बल्ल बल्ल एकदम फ्लाइटमा बसिहाल्यो केसी र म। अनि मेन कुरा चाहिँ हामी चाहिँ अब तलको चेक इन नगरी सिधै अनलाइन बोर्डिङ पास आइसकेको थियो। अनि त्यही हिसाबले चाहिँ यता छिर्यो होइन, सेक्युरिटी चेक इन गरेर। अनि तर माथि आइसक्यो फेरि त वेटरहरू अलिअलि यस्तो मजाले देखेन, तर अलिअलि ल्याङ गर्दो रहेछ। ल्याङल्याङ भन्दा दुईवटा ब्यागभन्दा बढी देखाउनु मिल्दो रहेछ। हामी 3टा 4वटा भइरहेको थियो, किनकि एउटा ब्यागलाई ब्यागभित्र हाल्नुपर्ने, अनि प्लस ट्याग लगाउनु पर्ने रहेछ। त्यही भएर चाहिँ अब यहाँ ठ्याक्क यो बोर्डिङ चेक गर्ने बेलामै ट्याग लगाइदियो। अनि अलिअलि के गर्दै थियो, ठिकै छ। अनि केसी यहीँ छ, हामी दुईजना फर्किँदैछौँ। आएर बन्न आँट्यो। बिचमा धेरै फर्किने गर्छ, नेपाली दाजुभाइ धेरै हुनुहुन्छ।